अब विनिशाको त्यस्तो अवस्था छ। अनि अब यता अस्मिता त जेलमै छिन्। जेलमा बसेर रुँदै, ओहो नि म जेलमा परेको यत्रो दिन भइसक्यो, आजसम्म पनि मलाई कसैले "ए अस्मिता के छ तेरो खबर?" भनेर भेट्न आएनन्। साँच्चै नै मैले मेरो जिन्दगीमा कसैलाई पनि राख्न सकेकी रहेनछु। न माइततिर न घरतिर। कमसेकम कसैलाई मैले आफ्नो बनाउन सकेको भए र कसैलाई राख्न सकेको भए त आज "ए अस्मिता तैँले के गरेकी छस्? कसो गरेकी छस्?" भनेर सोध्न बुझ्न त आउँथे होला नि, तर कोही पनि फर्किएर आएनन्। म आफैले बुद्धि बिगारेर हिँड्नाले मेरा माइतीहरू पनि मबाट टाढा भए। अब घरतिर कतै के कुरा गर्नु, अब त हुँदा यही जेलका पुलिस प्रहरीहरूले पनि "तेरो त कोही पनि रहेनछ कि क्या हो?" भनेर सोध्ने र खोज्ने गर्न थालिसके। अब त म यत्तिकै यही जेलमै सड्छु होला भनेर उनी एकदमै रोइरहेकी थिइन्, चिन्ता गरिरहेकी थिइन्। हुन त मेरै गल्तीका कारणले गर्दाखेरि म यो कालो कोठामा आएर बस्नु परेको थियो, तर आज मलाई एकदमै पछुतो लागेको छ। मैले गल्ती किन गरेँ होला? यदि मैले गल्ती नगरेको भए पनि म यहाँ आएर थुनिएर बस्नु त पर्थेन नि। म पनि बाहिर घुम्न डुल्न पाउँथे, तर मलाई यहाँबाट निकाल्नको लागि मेरा कोही आफन्त छैनन्, मलाई कसैले पनि निकाल्दैनन् भनेर उनलाई चाहिँ एकदमै पीडा भएको थियो। रुँदै एक्लै बोल्दै गरिरहेकी थिइन्। अब मान्छेसँग, साथीसँग बोल्नको लागि त अब उनका साथी पनि त हुनु पर्यो नि। अब जे भने पनि हितैषी भने नि, आफ्नो भने नि, जे भने पनि विनिशा थिइन्। अब विनिशासँग पनि उनको सम्बन्ध छुटेपछि चाहिँ अब अहिले अस्मिताले नपाउनु दुःख पाएकी छन्। अब त्यो जेलमा मात्रै बस्नु परे त हुन्थ्यो नि, त्यो बाङ्गिएको हात बाङ्गोको बाङ्गै छ। एकातिर हात, एकातिर जेलमा बस्नु परेको हेर त यो अस्मितालाई कति हो आपत। त्यो सबै मैले गरेका पापका कारणले गर्दाखेरि भोग्नु परेको। यदि मैले पाप गरेकी हुन्थिनँ भने मैले यी सबै कुराहरू भोग्नु पर्थेन भन्दै पछुतो मानेकी छिन्। हुन पनि अब ठुलै पाप त हो नि। अब कुनै दिन माया र विनोदको राम्रो होस् भनेर उनले चाहेकी नै थिइनन्। अब सुरुका दिनमा पनि विनोदलाई मोहनी लगाउने यसो र त्यसो गरेर मायालाई घरबाट निकालेर त्यति विधि जात्रा गरिन्। अनि अब मायालाई पनि दुःख दिने, विनोदको परिवारै भान्ने गर्न थालिन्। अब भएन भनेर बल्ल बल्ल माया घरमा फर्किएर आउँदा पनि हेर्नुहोस् त, बिचरी त्यति सानी बच्चा उजेलीलाई किडन्याप गरेर जङ्गलमा लिएर गइन्, त्यस्ता डरलाग्दा गुण्डाहरूसँग मिलेर। अनि यता फेरि त्यो घरि मडी चोड्न थाल्ने, घरि के अहिले त अब जेलमा बस्नु परेन त, तर यो अस्मितालाई चाहिँ यही जेलमै सडाएरै राख्नुपर्छ। अनि अलिकति बुद्धि ठेगानमा लाउनुपर्छ भन्ने को हुनुहुन्छ? साथै तपाईँहरूलाई के लाग्छ त? साँच्चै अब अस्मितालाई छुटाउन कोही पनि नआउने होला नि त? या फेरि अब कसैले अस्मितालाई जेलबाट छुटाएर लैसकेपछि फेरि विनोद र मायाको जिन्दगीमा विष घोल्नका लागि त्यही घरमा फर्किएर जालिन् त? के लाग्छ तपाईँलाई? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु है।